हेलो गाइस, सबैलाई नमस्ते। तपाईहरु कस्तो हुनुहुन्छ? सायद सबैजना पनि राम्रो हुनुहुन्छ होला। म पनि राम्रो छु। आजको ब्लग चाहिँ मैले 2 बजे स्टार्ट गरेको छु अनि जति पनि आज तपाईहरु मेरो भिडियो हेर्दै हुनुहुन्छ जहाँबाट पनि मेरो भिडियोलाई च्यानललाई सब्स्क्राइब लाइक गरिदिनु होला है। अनि जति नि फेसबुक पेजलाई पनि फलो गरिदिनु। अनि आज चाहिँ म नेपालीबाट आज चाहिँ टाइपिङ गर्दैछु कस्तो राम्रो हुँदैछ कि छैन तपाईहरु कमेन्टमा मलाई भन्नु होला है। अनि आज चाहिँ हाम्रोतिर आज नेपालमा चाहिँ यता मन्दरगाछतिर चाहिँ धेरै अनि घाम लागिरहेछ अनि अहिले चाहिँ अलिअलि बादल लागिरहेछ, अलिक शीतल लाग्दैछ। अनि अहिले मैले भक्कर बाछीलाई पनि लिएर आएँ अनि बाटोतिर बाँधिदिएँ हैन। अनि म पनि सुतिरहेको थिएँ। आज घामले गर्दा कतै पनि काम गर्नु पाइएन। अनि तपाईहरु पनि जहाँबाट पनि मेरो भिडियो ब्लग हेर्दै हुनुहुन्छ तपाईहरु कमेन्ट गरेर भन्नु। आज चाहिँ सन्तालीबाट गर्दै छैन, आज चाहिँ प्रयास गर्दैछु आज नेपालीबाट सक्छु कि सक्दिनँ भनेर। अनि आज चाहिँ नेपालीमा आजको भिडियो चाहिँ मैले स्टार्ट गरेको छु। अनि तपाईहरु मलाई कमेन्टमा भन्नु होला है। अनि मेरो टिकटक आइडीलाई पनि त्यहाँ पनि मेरो भिडियो पाउनुहुन्छ, त्यहाँ टिकटकमा पनि मलाई फलो लाइक गरिदिनु होला है। अनि अहिले पनि अलिअलि त हाम्रोतिर चाहिँ घाम लागिरहेछ। अनि आजको मौसम चाहिँ एकदम बादल पनि लागिरहेछ, घाम पनि दिइरहेछ। अनि आजको म लोकेसन तपाईहरुलाई देखाउँछु। पछाडिको हेर्नु सक्नुहुन्छ यस्तो छ लोकेसनहरु हाम्रोतिर है। अनि यता चाहिँ पश्चिमको लोकेसन हो। अनि हेर्नुहुन्छ यस्तो छ हाम्रोतिर चाहिँ मन्दरगाछतिर चाहिँ। अनि मैले अघि बाछी ल्याएर चाहिँ वहाँ पर बाँधिदिएँ। अनि यो बाँस जङ्गलनिर चाहिँ हाम्रो घर छ, सानो घर छ बनाएकै छिरम। अनि त्यहाँ पनि अनि के भन्छ मम्मीहरू आमाहरू मम्मी र बुवा बस्नुहुन्छ। अनि कन्टिन्यू ब्लगमा बनिराख्नुहोस् है तपाईहरु। अनि मेरो आज नेपालीमा टाइपिङ गर्दै कस्तो तपाईहरुलाई लाग्छ है। अनि भन्नु होला कमेन्ट गरेर। म पनि मेहनत गरिरहेको छु हैन, तपाईहरु पनि सपोर्ट गर्नु होला मेरो भिडियो। मेरो तपाईहरुले सपोर्ट गर्नुभयो भने त भिडियो बनाउनु पनि मजा आउँदैन। अनि ठीक छ, अहिले चाहिँ म घरतिर जाँदैछु। अनि एकछिन पछाडि अनि कता जान्छु, घाँस काट्नु पनि जानुपर्ने हुन्छ मलाई। त ठीक छ, म अहिले भिडियो यहीँ राख्दै गर्दैछु। अनि कहाँ जाँदैछु तपाईहरु सबै हेर्न सक्नुहुन्छ यो भिडियोमा। त फाइनली गाइस अहिले जाँदैछु खोलातिर। अनि अहिले अलिक शीतल पनि लागिरहेछ। अनि खोलातिर हिँडिरहेको छु। अनि काकाहरू माछा मार्न जानुभएको छ। अनि त्यहाँ माछाहरू गएको अरे कति मारेको रहेछ भनेर। अनि तपाईहरुलाई पनि देखाउँछु है। अनि त्यहाँ जाँदैछु बाटो हिँडिरहेको छु। अनि अलिअलि गर्मी पनि लागिरहेछ, यता जाँदैछु। काकाहरू वहाँ पर माछा मारिरहेछ। अब त्यहाँ गएर तपाईहरुलाई देखाउँछु कतिको माछा मारेको रहेछ भनेर। मलाई त्यहाँ पुग्नु दिनु ल, तपाईहरुलाई देखाउँछु। अनि मान्छे पनि बाटोमा हिँडिरहेछ, मलाई देखिरहेछ भिडियो बनाउँदै हिँडिरहेछु बाटो। अनि हाम्रोतिर त धान पनि पुरो अनि त्यो के भन्छ बाला निस्किसकेको छ, अगाडि पाक्ने धान। अनि जान्दैछु। अनि काकाहरूको पुरा त्यो के भन्छ नि, त्यो के अरे भन्छ त्यो नामै आएर त्यसको। अनि त्यहाँ छेपिरहेछ। अनि जाँदैछ पाएर। अनि हाम्रो त यस्तो पानी यस्तो भइरहेछ, सफा देखिँदैछ पानी। त्यहाँ हेर्न सक्नुहुन्छ यस्तो है। अब माछा खानु पनि यसपालि खोइ माछै खर्च त्यति छैन हो। सबैतिर कस्तो राम्रो लोकेसन, हरियो पनि हरियै छ, कस्तो राम्रो छ एकदम। आजको लोकेसन पनि कस्तो हरियो देखिरहेछ। अनि आइसकेको छु, उहाँ हेर्नुहुन्छ छेपिरहेको छ मामाहरू काकाहरू। उहाँ काकीले चाहिँ पुरा जाल पक्रेको रहेछ। अनि आइसकेको छु नजिकमा।
खोइ मामा कति माछा हो यहाँ रुन्छ यहाँका मामाहरू पुरा एकदम छेपिरहेछ यो के हो मलाई नामै थाहा भएन नेपालीमा के भन्छ मामा यो के भन्छ यसलाई नेपालीमा भन्नु आएन त मलाई के छिटो भन्नु त डुब्का त हरले भन्छ नि यो नेपालीले के भन्छ त आज नेपालीमा म भिडियो बनाउँदैछु नि त तपाईँलाई पनि यहाँ यस्तो देखाइरहेको छु यहाँ सबैलाई तपाईँहरू यहाँ देख्नुहुन्छ उहाँहरू मेरो काका चाहिँ पुरा कपडा सपडा निकालेर पुरा यहाँ छेपिरहेछ हेर्नु यहाँ यहाँ हेर्नु यहाँ यति पानी थियो अहिले चाहिँ सुक्यो अलिकति सुकेको छ अहिले माछा चाहिँ मारेको छैन ल अब माछा पक्रियो भने म चाहिँ देखाउँछु गाइस तपाईँहरूलाई माछा देखाउँछु भनेर माछा भेटिएन त के देखाउनु तपाईँहरूलाई अब जाँदैछौँ घरतिर माछा पनि भेटिएन अब जाने घरतिर अब घाँस काट्न जाने तपाईँहरूलाई के अब कति माछा पक्रिँदैछौँ भनेर देखाउन आएको थिएँ भएन अनि अब चाहिँ जाँदैछु घरतिर अनि अहिले जान्छ घाँस काट्न के गर्नु अब माछा पनि पाइएन ठिक छ घर जानु फाइनली गाइस आजको काम चाहिँ सकियो घाँस पनि अघि काटेर ल्याइसकेँ अनि हाम्रो त्यता त पानी पर्दै थियो अघि अलिअलि अहिले पनि बदल लागिरहेछ अनि आजको काम त यस्तै भयो अनि के भन्छ आजको चाहिँ भिडियो यतिमै एड गर्छु धेरै टाढो लाँदिनँ अहिले गाई बस्तु पनि ल्याउनु छ पानी पऱ्यो भने फेरि भिजिन्छ त्यही भएर आजको भिडियो चाहिँ यतिमै एड गर्छु अनि जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला अनि आजको भिडियो चाहिँ यति नै हो अनि भेट्नुपर्छ नेक्स्ट भिडियोमा अनि सबैलाई नमस्ते।